नमस्कार। भारतमा बस्नुहुने हाम्रो गोर्खाली दाजुभाइहरू सबैलाई एउटा यो नयाँ सन्देश लिएर तपाईहरुको बीचमा म आउँदैछु। मेरो एलिकता यो लामो हुन जान्छ तर पूरा भिडियो सुन्नु होला, किनकि हाम्रो यो जो जेनेरेसन छ त्यसले चाहिँ गोर्खाली समाजको लागि केही पनि गर्न पाइएन भन्ने एउटा टीस मनमा थियो। किन नेपाली भाषा आन्दोलनको समयमा हामी आन्दोलनमा सहयोग पुर्याउन सकेनौं, तर अहिले भारतभरि बस्ने गोर्खाली अथवा नेपालीहरूलाई हामीले एउटा केही आफ्नो सहयोग पुर्याउन चाहिँ अवसर पाएका छौं। त्यसको लागि भारत सरकारले भर्खर पास गरेको जातीय जनगणना र राष्ट्रिय लेभलमा जो जनगणना हुँदैछ त्यो विषयमा म तपाईहरुको बीचमा केही जानकारी लिएर आएको छु र यो भिडियोलाई भारतभरि र अन्तर्राष्ट्रिय लेभलमा जति पनि हाम्रो गोर्खाली दाजुभाइहरु छ सबसम्म पुर्याएर यो जानकारी पुर्याउन चाहिँ अनुरोध गर्छु र यही नै तपाईहरुको ठूलो सहयोग हुनेछ र आउने पिढीको लागि, किनकि हामीले यो पनि गर्न सकेनौं भने हामी केही पनि गर्न सक्दैनौं भन्दै तपाईहरुको घरमा जातीय जनगणना अथवा राष्ट्रिय जनगणनामा लिएर कोही न कोही अफसर आउँछ हैन। आउँदाखेरि तपाईलाई सबभन्दा पहिला तपाईको नाम के हो भनेर सोध्छ, जस्तो मेरो नाम टीएल श्रेष्ठ हो भनेर चाहिँ भन्ने। अनि त्यसपछि कति परिवार बस्छ भन्दाखेरि तपाईहरुको जति परिवार छ 7 जना 8 जना 10 जना जति पनि परिवार छ त्यो परिवार भन्ने। त्यो भन्दाखेरि अफसरले के भन्छ भन्दाखेरि तपाईहरु यहाँ 2 जना बुढाबुढी मात्रै देख्छु त अरु परिवार कहाँ छ त भन्दाखेरि रोजगार गर्नको लागि नोकरी गर्नको लागि बाहिर गएको छ, तर स्थायी बसोबास यही नै हो, यही हो उहाँहरुको घर भनेर चाहिँ भन्ने। अर्को कुरा कुन भाषा बोल्नुहुन्छ भनेर चाहिँ सोध्दाखेरि तपाईं हामीले नर्मली नेपाली भाषा बोल्छौं, किनकि हामी नेपाली भाषी गोर्खाली हौं। त्यो कारणले हामी नेपाली भाषा हाम्रो मातृभाषा चाहिँ नेपाली हो भन्दाखेरि हैन यो नेपाली भाषा त नेपालको हैन र भन्न सक्छ भन्दाखेरि उनीहरुलाई के भन्ने भन्दाखेरि हरेक कोमको अलग भाषा हुन्छ। हाम्रो मातृभाषा नेपाली हो, जस्तो प्रकारले पंजाबीको पंजाबी भाषा मातृभाषा हुन्छ, तमिलको तमिली भाषा हुन्छ, बंगालीको बंगाली भाषा हुन्छ, आसामिजको आसामिज भाषा हुन्छ। त्यही प्रकारले हामी गोर्खाली हौं, गोर्खाली भएको हुनाले हाम्रो मातृभाषा चाहिँ नेपाली हो। त्यो कारणले हामी नेपाली भाषा बोल्छौं भनेर यति चाहिँ भन्नुपर्छ, नत्र भने फेरि हाम्रो पहिचानमा एउटा ठूलो नोक्सान हुन जान सक्छ भन्ने कुरा चाहिँ हामीलाई लाग्छ। अनि त्यसपछि तपाईलाई अर्को सोध्नु सक्छ तपाई कुन जातिको भनेर भन्न सक्छ भन्दाखेरि जस्तो म नेवार हो त तपाईले प्रधान या नेवार एउटै हुन्छ या क्षेत्री बाहुन भन्दाखेरि त्यसको साथमा लास्टमा हामीले चाहिँ अलग अलग जाति भएर त्यहाँ दर्जा नगराउन्। जस्तो मैले मेरो टीएल श्रेष्ठ नाम हो भन्दाखेरि गोर्खा भनेर ब्र्याकेटमा चाहिँ गोर्खा जरुर लेखाउनु होला त्यो फर्ममा, नत्र भने हामीहरूलाई अलग अलग हाम्रो जनसंख्या कम देखाउनको लागि अलग अलग जातिको नाममा त्यो दर्ज गरेर हैन नेपाली भाषा गोर्खालीहरु त यहाँ छैन भन्ने प्रकारको रिपोर्ट सेन्टरमा पठाउने एउटा पहल चलिरहेको छ। त्यसमा हामी चाहिँ सचेत रहनुपर्छ र तपाईले आफ्नो जात क्षेत्री बाहुन कामी दमै जे पनि हुनुहुन्छ जे पनि लेखाउनुहुन्छ तपाईले लास्टमा चाहिँ त्यसमा ब्र्याकेटमा चाहिँ गोर्खा भनेर चाहिँ जरुर लेखाउनु होला। त्यसले भारतभरिमा बस्ने सबै हाम्रो चाहिँ काउन्ट हुन्छ र काउन्ट भइसकेपछि हामी एकजुटताको रूपमा हामी आउन सक्छौं र केन्द्र सरकारमा हामी मेसेज दिन सक्छौं कि हामी यत्रो गोर्खाहरू छौं र हाम्रो लागि पहिचान आवश्यकता छ भन्ने कुरा चाहिँ त्यसरी पनि हामी दर्शाउन सक्छौं। अर्को गोर्खा जाति कुन जाति भनेर चाहिँ भन्न सक्छ, किनकि गोर्खा जाति त कोही जाति त छैन। तर के भन्ने भन्दाखेरि जुन प्रकारले अलग अलग भाषा बोल्नेहरुको छ त्यो कारणले गर्दाखेरि हामी नेपाली भाषा बोले तापनि 1986 को आन्दोलनपछि भारतमा बस्ने गोर्खालीहरु जसले नेपाली बोल्छ उनीहरुलाई गोर्खाको रूपमा चिनिन्छ भनेर संविधानमा व्यवस्था गरेको हुनाले हामी त्यसरी चाहिँ गोर्खा जाति हौं भनेर चाहिँ हामीले त्यो भन्नु सक्नुपर्छ। र यो भिडियोलाई धेरै भन्दा धेरै दाजुभाइहरुसँग पुर्याएर हामी गोर्खालीहरुको एउटा पहिचानको जो मुभमेन्टमा हामी लागिरहेका छौं त्यसमा धेरै आफ्नो साथीहरुलाई अवेयर गराएर कम से कम आउनुस्, कसम खाऊ कि तपाई प्रत्येक व्यक्तिले हामीले 5 जनालाई चाहिँ यो भिडियो पुर्याएर अवेयर गराउने। जातीय जनगणना हुँदैछ त्यो के हो, त्यसपछि राष्ट्रिय जनगणना हुँदैछ त्यो के हो भन्ने कुरा चाहिँ प्रत्येकले कसम खाऊ कि म चाहिँ 5 जनालाई चाहिँ अवेयर गराउँछु, 5 जनाको मेरो जिम्मेदारी हो भनेर प्रत्येकले 5 जनाले फेरि 5 जनाको जिम्मेदारी लिने। त्यसरी गर्दाखेरि हामी अन्तर्राष्ट्रिय लेभलमा जति पनि हाम्रो गोर्खा दाजुभाइहरु छ सबैको जनगणनामा सामेल गरेर हामी एकमुष्ट भएर हाम्रो
यो पहिचानको जो आन्दोलन छ त्यसलाई सफल बनाउन सक्छौं भन्ने आशा र विश्वासको साथमा तपाईहरूले पूरा सहयोग दिनुहुनेछ भन्ने यो आशा र विश्वासको साथमा म आफ्नो यो जानकारीलाई यही अन्त गर्न चाहन्छु। फेरि अर्को हप्ता केही जानकारी लिएर आउँला भन्दै हस्त। जय गोर्खा।